एउटा नाटक मार्फत प्रस्तुत गर्न गइरहेका छौँ। ल सुरु गरौँ है त। सहरमा चुनावी माहौल छ र केही युवाहरू यसबारे छलफल गरिरहेका छन्। चुनाव भनेको के हो? किन गर्छ? चुनाव भनेको जनताले भोट हालेर आफ्नो नेता छान्ने प्रक्रिया हो। यो चाहिँ जनताको इच्छा अनुसार आफ्नो सरकारलाई राम्रो बनाउन गरिन्छ नि। त्यसो भए त मलाई पनि जित्न मन छ चुनावमा। कहाँ यतिकै उठ्न पाइन्छ त? त्यसकै लागि त केही योग्यता पुरा हुनुपर्छ। कस्तो योग्यता? ल सुन है त। सबैभन्दा पहिला त नेपाली नागरिक हुनु पर्यो। त्यसपछि 21 वर्ष पुरा भएको हुनु पर्यो। अनि कुनै पनि गाउँपालिका नगरपालिका मतदाता नामावलीमा आफ्नो नाम दर्ता भएको हुनु पर्यो र अन्त्यमा कुनै पनि कानुनबाट अयोग्य नभएको हुनु पर्यो। अनि मात्रै उठ्न पाइन्छ नि। सबै कुरा त मिल्न गयो उमेर मात्रै छ नि। हो, मेरो नि त्यसो छ। उमेर मात्रै मिलेको छैन। त्यसपछि केही युवाहरू गफ गर्दै पनि बुझाउँछन्। नमस्कार। नमस्कार। के गफ चलिरहेको छ यहाँ? यस्तै चुनाव खेल्न हटेर चाहिँ चाँडै गरेर होइन, यही नजिकै वडा कार्यालय जाउँ भनेर नि। किन, के काम परेर त्यस्तो? हाम्रो टोलमा बाटो बिग्रेको धेरै भइसक्यो। पानीको पनि समस्या छ। केही समस्याहरू राख्नको लागि नै हामी वडा कार्यालय जान लागेको। अनि वडा कार्यालय वडा कार्यालय हाम्रो स्थानीय सरकार हो। त्यहाँ हाम्रो शिक्षा, स्वास्थ्य, खानपानी आदिको प्रदान हुन्छ। वडा कार्यालयमा हाम्रो सबै समस्याको पनि समाधान हुन्छ। हो त नि, यसैले त स्थानीय सरकारलाई हाम्रो सबैभन्दा नजिकको सरकार भनिन्छ नि। ल अब सबैजना मिलेर वडा कार्यालय जाउँ। सबै हाम्रो समस्याको समाधान त्यही हुन्छ नि। ल जान्छ। त्यसपछि सबैजना मिलेर